नमस्कार विद्यार्थीहरू। आज हामी एसई साइन्सको ट्रान्सफर्मर टपिक एकदमै सजिलो भाषामा बुझ्दैछौँ। ट्रान्सफर्मर भनेको के हो, यो कसरी बनाइन्छ, अनि यसले भोल्टेज किन र कसरी परिवर्तन गर्छ, सबै कुरा क्लियर डायग्राम सहित सिक्दै जानेछौँ। साथै एसई परीक्षामा ट्रान्सफर्मर टपिकबाट बारम्बार सोध्ने टपिक हो, त्यसैले यो भिडियोलाई स्किप नगरी अन्तसम्म हेर्नुहोला। साथै अब भिडियोलाई ढिलो नगरी हामी सुरु गरौँ। ट्रान्सफर्मर भनेको के हो वा ट्रान्सफर्मरको परिभाषा डिफिनेसन। ट्रान्सफर्मर भनेको एसी अर्थात् अल्टरनेटिङ करेन्ट भोल्टेजलाई बढाउने स्टेप अप वा घटाउने स्टेप डाउन उपकरण हो, जसले विद्युत शक्ति पावर परिवर्तन नगरी भोल्टेज र धारा परिवर्तन गर्छ। चित्रमा यो ट्रान्सफर्मरको चित्र देखाइएको छ। कन्स्ट्रक्सन अफ ट्रान्सफर्मर अर्थात् ट्रान्सफर्मरको संरचना। ट्रान्सफर्मर मुख्यतः 3 भागबाट बनेको हुन्छ। पहिला लेमिनेटेड आइरन कोर, यो सफ्ट आइरनबाट बनेको हुन्छ, म्याग्नेटिक फ्लक्स बोक्ने काम गर्छ। हिट लस कम गर्न कोरलाई पातलो पातलो लेयरमा बनाइन्छ। दोस्रो प्राइमरी कोइल, इनपुट एसी भोल्टेज दिने कुण्डली हो, यसमा करेन्ट प्रवाह हुँदा म्याग्नेटिक फिल्ड उत्पन्न हुन्छ। तेस्रो सेकेन्डरी कोइल, आउटपुट भोल्टेज पाइने कुण्डली हो, यो म्याग्नेटिक इन्डक्सन मार्फत भोल्टेज उत्पन्न हुन्छ। वर्किङ प्रिन्सिपल अफ ट्रान्सफर्मर अर्थात् ट्रान्सफर्मरको कार्य सिद्धान्त। ट्रान्सफर्मरको कार्य सिद्धान्त म्युचुअल इन्डक्सन हो। कार्य प्रक्रिया 1, प्राइमरी कोइलमा एसी अर्थात् अल्टरनेटिङ करेन्ट दिएपछि 2, आइरन कोर भित्र चेन्जिङ म्याग्नेटिक फ्लक्स उत्पन्न हुन्छ। 3, यो चेन्जिङ फ्लक्स सेकेन्डरी कोइल भित्र कपल्ड हुन्छ। 4, सेकेन्डरी कोइलमा इन्ड्युस्ड भोल्टेज उत्पन्न हुन्छ। यसरी ट्रान्सफर्मरले भोल्टेज बढाउने वा घटाउने काम गर्छ। म्युचुअल इन्डक्सन भनेको के हो? जब एक कुण्डली कोइलमा बग्ने चेन्जिङ करेन्टले नजिकको अर्को कुण्डली भोल्टेज इएमएफ उत्पन्न गराउने प्रक्रिया हो। यो प्रक्रिया इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनमा आधारित छ। टाइप्स अफ ट्रान्सफर्मर अर्थात् ट्रान्सफर्मरका प्रकारहरू। फङ्सनका आधारमा ट्रान्सफर्मर 2 प्रकारका हुन्छ अर्थात् कार्यको आधारमा ट्रान्सफर्मर 2 प्रकारका हुन्छन्। पहिलो स्टेप अप ट्रान्सफर्मर अर्थात् स्टेप अप ट्रान्सफर्मर भनेको के हो भने भोल्टेज बढाउने ट्रान्सफर्मरलाई स्टेप अप ट्रान्सफर्मर भनिन्छ। यसमा सेकेन्डरी फन्का प्राइमरी फन्का भन्दा बढी हुन्छ। 2, स्टेप डाउन ट्रान्सफर्मर अर्थात् भोल्टेज घटाउने ट्रान्सफर्मरलाई स्टेप डाउन ट्रान्सफर्मर भनिन्छ। यसमा प्राइमरी फन्का सेकेन्डरी फन्का भन्दा बढी हुन्छ। प्राइमरी कोइल भनेको के हो? प्राइमरी कोइल भनेको ट्रान्सफर्मर वा इन्डक्सन डिभाइसको त्यो कुण्डली हो जसले बाहिरबाट एसी करेन्ट दिन्छ। सेकेन्डरी कोइल भनेको के हो? सेकेन्डरी कोइल भनेको प्राइमरी कोइलले बनाएको म्याग्नेटिक फ्लक्सको कारण इन्डक्सनद्वारा भोल्टेज उत्पन्न हुने अर्को कोइल हो। मुख्य भिन्नता प्राइमरी कोइल र सेकेन्डरी कोइल बीच भिन्नता। प्राइमरी कोइल सेकेन्डरी कोइल। 1, इनपुट एसी करेन्ट दिने कुण्डली प्राइमरी कोइल हो, आउटपुट भोल्टेज पाइने कुण्डली सेकेन्डरी कोइल हो। 2, करेन्ट परिवर्तन हुँदा फ्लक्स बनाउँछ, फ्लक्सको कारण इएमएफ उत्पन्न हुन्छ। 3, टर्न्स बढी वा कम दुवै हुन सक्छ। त्यो सेकेन्डरी कोइलमा टर्न सङ्ख्या अनुसार भोल्टेज बढ्छ वा घट्छ। 4, प्राइमरी कोइल सोर्ससँग जोडिन्छ, सेकेन्डरी कोइल लोडसँग जोडिन्छ। प्राइमरी भोल्टेज भनेको के हो? प्राइमरी भोल्टेज भनेको ट्रान्सफर्मरको प्राइमरी कोइलमा दिने इनपुट एसी भोल्टेज हो।
एक्जाम्पल, यदि ट्रान्सफर्मरमा 220 भोल्ट इनपुट दियो भने त्यो प्राइमरी भोल्ट 220 हुन्छ। सेकेन्डरी भोल्टेज भनेको के हो? सेकेन्डरी भोल्टेज भनेको ट्रान्सफर्मरको सेकेन्डरी कोइलमा इन्डक्सन मार्फत प्राप्त हुने आउटपुट एसी भोल्टेज हो। फर एक्जाम्पल, यदि ट्रान्सफर्मरले 220 लाई 11 भोल्ट बनायो भने त्यो सेकेन्डरी भोल्टेज हो। प्राइमरी भोल्टेज र सेकेन्डरी भोल्टेज बीच मुख्य फरक इस प्रकारको छ। प्राइमरी भोल्टेज, सेकेन्डरी भोल्टेज। 1. ट्रान्सफर्मरमा जाने भोल्टेज प्राइमरी भोल्टेज हो। ट्रान्सफर्मरबाट निस्किने भोल्टेज सेकेन्डरी भोल्टेज हो। सोर्ससँग जोडिने भोल्टेज प्राइमरी भोल्टेज हो। लोडसँग जोडिने भोल्टेज सेकेन्डरी भोल्टेज हो। यो इनपुट भोल्टेज हो र स्टेप डाउन ट्रान्सफर्मर बीच फरकहरु। यो चाहिँ हाम्रो क्वेशन चाहिँ एसी परीक्षामा धेरै सोध्ने गर्छ। स्टेप अफ ट्रान्सफर्मर र स्टेप डाउन ट्रान्सफर्मर बीच फरक। यहाँ आधार, त्यसपछि स्टेप अफ ट्रान्सफर्मर, स्टेप डाउन ट्रान्सफर्मर। एक उद्देश्य, यसको उद्देश्य के हो? भोल्टेज बढाउने। स्टेप डाउन ट्रान्सफर्मरको उद्देश्य के हो? भोल्टेज घटाउने। यसमा कोइल टर्न्स सेकेन्डरी टर्न्स प्राइमरी भन्दा धेरै हुन्छ अनि स्टेप डाउन ट्रान्सफर्मरमा प्राइमरी टर्न्स सेकेन्डरी टर्न भन्दा धेरै हुन्छ। त्यसपछि आउटपुट भोल्टेज, यसमा के हुन्छ भने सेकेन्डरी भोल्टेज प्राइमरी भोल्टेज भन्दा बढी हुन्छ। यसमा सेकेन्डरी भोल्टेज प्राइमरी भोल्टेज भन्दा कम हुन्छ। प्रयोग स्थान, यो चाहिँ पावर स्टेशनमा प्रयोग गरिसके त्यो स्टेप डाउन ट्रान्सफर्मरको पावर स्टेशन ट्रान्समिसन लाइनमा प्रयोग गरिन्छ। स्टेप डाउन ट्रान्सफर्मरको घर, अफिस, टिभी, चार्जर जस्ता के हुन्छ भने लो भोल्टेज डिभाइसहरुमा प्रयोग गरिन्छ। ट्रान्सफर्मरमा प्रयोग हुने फर्मुला ट्रान्सफर्मर फर्मुला यो भोल्टेज रेशियो फर्मुला हो। प्राइमरी सेकेन्डरी भोल्टेज सम्बन्ध, यानी हाम्रो ट्रान्सफर्मरमा प्रयोग हुने फर्मुला भनेको के हो भने भोल्टेज इन सेकेन्डरी कोइल बाई भोल्टेज इन प्राइमरी कोइल, टर्न अन सेकेन्डरी कोइल, टर्न अन प्राइमरी कोइल ओभर VS बाई VP इक्वल टू NS बाई NP, हुए जहाँ VP भनेको प्राइमरी भोल्टेज हो, VS भनेको सेकेन्डरी भोल्टेज हो, NP भनेको प्राइमरी कोइल टर्न्स हो, NS भनेको सेकेन्डरी कोइल टर्न्स हो। धन्यवाद साथीहरु, भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा। यदि तपाईलाई ट्रान्सफर्मर विषय सजिलो लाग्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। SEE तयारीलाई अझ मजबुत बनाउन हामीले अन्य विज्ञानका नोट्स पनि तयार पारेका छौं। पछिल्ला भिडियोहरू हेर्नुहोस् र पढाइलाई अझ स्मार्ट बनाउनुहोस्। धन्यवाद।